चुरोट खानु हुँदैन, सबलाई थाहा छ। चुरोटले क्यान्सर गराउँछ, फोक्सोको क्यान्सर गराउँछ, विभिन्न पिसाबको थैलीको क्यान्सर गराउँछ, युरोलोजीको अरू क्यान्सर गराउँछ, स्टोमाकको क्यान्सर गराउँछ हैन। त्यो भइहाल्यो। अल्कोहलले गराउँछ हैन। मेनली चाहिँ हामीले गर्नुपर्ने त्यही हो। चुरोट अरू सबै खाना बारेर त सकिँदैन नि त, लाइफै चल्दैन त्यसरी त हैन। तर हामीले गर्नु भनेको चुरोट र रक्सी कम्प्लिटली बार्नु पर्यो। अनि त्यसपछि अरू हेल्दी खाना, अरू खाना खाने, सकेसम्म बाहिरको खाना नखाने। अब त्यो सेकुवाहरू, पोलेको मासुहरूले गर्दाखेरि यो स्टोमाकको क्यान्सर, इसोफेगसको क्यान्सर हुनसक्छ, त्योहरू सकेसम्म नखाने। र चुरोट चाहिँ मैले खाने मात्र होइन कि चुरोटको धुवाको वरिपरि पनि नबस्ने हैन। त्यो मात्रै होइन, त्यो हुक्काहरू हुन्छ, त्यो हुक्काहरू त्यो पनि झन् बढी कार्सिनोजेनिक, त्यो पनि त्योबाट नै अभोइड गर्ने। त्यहाँ मात्रै होइन, हामीले अपरेसन गर्दाखेरि त्यो कट्री लगाउँछौँ। हामीले कट्री गर्दाखेरि टिस्यु पोल्दै जानुपर्छ कि त्यसबाट आउने धुवाबाट पनि हामीलाई एकदम धेरै क्यान्सरको रिस्क हुन्छ। डक्टरहरूलाई पनि झन् सर्जनहरूलाई एकदम रिस्क हुन्छ। त्योबाट हामी जोगिनुपर्छ। हामीले मास्क लगाउँछौँ। अब मास्कले पनि केही न केही प्रिभेन्सन गर्छ। तर कहिले काहीँ मास्क झर्छ हैन, अथवा मास्कबाट पनि केही न केही त जान्छ नि त। सर्जनहरूलाई पनि त्यो कुराहरूले रिस्क छ।